धुलो नि उड्दो रहेछ लेउ परेको बाटो हुन्छ त्यस्तोमा ल ल जाने हाम्रो बाघले खाइदियो भने we are finally here. Hello, I'm the second. I'm the first. अनि हामी चाहिँ अहिले यहीँ खाजा खाइरहेछौँ मिठो अब चाहिँ म ट्राई गर्छु मिठो थ्याङ्क यू पुरी पनि आयो टेस्ट गर्नु त चढाउनु पर्ने अब भयो खानुभन्दा अगाडि तपाईँ उता मन्दिरमा घुम्नुपर्छ नि म त घुमेँ ए कस्तो उयो तर कस्तो मजाले त्यो भएको हातै घामिरहेछ भने जाडोले गर्दा लाउनु त लाग्छ तर पनि होइन नि त्यहाँ बस्दा कस्तो न्यानो भइरहेको थियो म त बाहिर बाहिर चाहन्छु फर्स्ट टाइम म घरमा नै खाँदिनँ तर आज त्यही खाँदिनँ पज गर्छु पछि अझ सबसे ठुलो हो कि त त्यहाँ गएर बच्चा नगर त एकदम अब चाहिँ हामी लागेको गेटतर्फ लाग्दैछौँ सबैजना मुला त्यो मुला देखाएको के देखाउने यार मान्छेहरू कत्रो पछि हामी यस्तो ठाउँमा आइपुगेछ अनि तपाईँहरूलाई मेरो भ्लग कस्तो लागेको छ के गरेकै छैन तपाईँ पनि यस्तो राम्रो राम्रो ठाउँ छ चाहिँ म चाहिँ चप्पलमै छु दिदीहरू म अब हामी हिँड्दैछौँ अब हामीलाई एकअर्काको मुख देखेर रिस उठिरहेको छ अलिअलि धेरै हिँड्न परेर हामी 5 जना छौँ ऊ हाम्रो साथीहरू नै छ ऊ यहाँ एउटा ऊ त्यहाँ अर्को ऊ त्यहाँ दिदी वेयर चिप्ले भने पठाउनु त खारो जान्छ अनि रहेछ म चाहिँ भ्लगर चाहिँ मलाई त्यस्तो थकेला खाएन होइन त कस्तो तर एकदमै शीतल छ ठाउँ चाहिँ जङ्गली मान्छेहरू मान भर्सेस वाइल्ड खेलिन्छ कि यार किरासँग त पहिला सर्पोसँग त्यो बाटो आए पनि हामी एकदमै खुसी छौँ त्यही यसले भने अब यस्तो यस्तो बाटो बाटो चाहिँ यस्तो छ यस्तो बाटो हिँडेको हामी खाँदै पनि हिँड्दैछु अब यस्तो बाटोहरू को हिँड्छ हामी सुजा हो त्यो हातले टेक्दै त्यो हातले खाने अब हामी चाहिँ चुत्रो खाँदैछौँ खाइदिनु न दुई थरीको हुन्छ अरे एउटा खान मिल्छ अरे एउटा खान मिल्दैन नयाँ नयाँ चिज सिक्दैछौँ हामी पनि बाटो यस्तो छ भने धुलो नि उड्दो रहेछ एडभेन्चरस हो यो भनेको
हुन्छ रे सिधा हुन्छ ओए को हो तराईको बाटोमा त खुट्टा लाग्छ हेर खाँदैन हैन भने तिनीहरूले स्ट्रेट हुन्छ होइन र यस्तो कल्लाङ कुल्लुङ हुन्छ देखाएको छु कि मैले तपाईँ लोडेको नि देखाएको छु यो गरेको नि देखाएको छु अलिकति आफै भनेर तपाईँ यसै अड्केको चाहिँ देखाएको छु लडेको चाहिँ त्यस्तो छैन ल ल ल ल हिँड्नु त ओ सिस्नु उडिया है यार केटीहरू भगवानै याद आछ यार यस्तो बाटो यो त के नि होइन हाम्रो गाउँको बाटो झन् खतरा खतरा डेन्जर झन् यस्तो पनि हुँदैन हाम्रो त सुक्खा पनि हुँदैन कि चिल्लो 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 हुन्छ हाम्रो त होइन लेउ परेको बाटो हुन्छ त्यस्तोमा अब चाहिँ हामी यस्तो बाटो आइपुग्यौँ गाइजहरू जिन्दगीमा फर्स्ट टाइम चप्पल लगाएर धेरै हाइकिङ गर्छौँ हामी आज हामी पुग्दैनौँ जस्तो लाग्यो त्यहाँ थियो फेरि यहाँ आयो अहिलेसम्म हामी लगभग 8 बजीतिर हिँड्यो होला है कति त 8:30 त्यस्तैतिर हिँडेको अन्त अनि अहिले 11 बज्न आँट्यो के भने एउटा घर जस्तो थियो भन्थ्यो आफ्नोबाट गयो भने चाहिँ टिकट काट्नु पऱ्यो भने तर हामी टिकट काटेर जाने हाम्रो बाघले खाइदियो भने हामी हरायौँ भने हामीलाई खोज्न को आउँछ फेरि आउँदैन नि त नि टिकट काट्यो भने त ल यो बच्चाहरू आएन भनेर खोज्छ ओइ सबजना छौँ है हामी पानी गाउँका जस्तो भइरहेछ मलाई चाहिँ अन्त यही हो अब अहिले उता गेटमा पुगेपछि देखाउँछु तपाईँहरूलाई बाटो भेटायो भने यो भ्यू चाहिँ एकदमै राम्रो छ लाइक लुक एट दिस एकदम राम्रो छ भ्यू चाहिँ यस्तो वनमा लो दिदी बाटो खोज्नु सबैजना हाई त्यो बाटो हाइकिङको आउँछ हामी आउँछौँ हामी के अरे बाटो पाएन क्या वान्दै भयो क्या त्यस्तो त गर्मी नि फेरि कता कता
आउँछ आउँछ खै खै हेरौँ त ल ल आउँछ आउँछ हाम्रो फाइनल डेस्टिनेसन हो हामी यति मात्रै गयौँ योभन्दा टाढा चाहिँ हामी गएन किनकि हाम्रो घरबाट नै फोन आयो अनि हामीलाई मोमो पनि खानुपर्ने हो त्यही भएर अब हामी जान्छौँ के गर्ने फेरि अर्को सो गाजा खान नपाएर म बसेको दिदीले चाहिँ खानुभयो होइन त यसो बसेको छ अनि त्यस्तै त्यस्तो देख्छ त्यो अब चाहिँ हामी झर्ने रह्यो अब म अपना चाहिँ झर्छु अनि यस्तै हो साथीहरू होइन हाइकिङ आउँछु आधी बाटोमै फर्किनु परेछ तर हामी 3.5 घन्टा हामी बुढा नीलकण्ठ घुम्यौँ यस्तो राउन्ड हानेको हामीले पुरै अब गल्ली गल्ली थाहा छ है हामीलाई ए हामी त अब यताबाट पुग्यो नि हामीलाई थाहा छ अब One eternity later. मैले नभने भए त दाइहरूले सुन्दै जान्थ्यो अनि हामी रोडै आउँथ्यौँ ल कहाँ झर्ने दिदी खोइ बाटो ए हामी यताबाट आयो साथीहरू भ्लग चाहिँ यति नै थियो अब सबैलाई वाक्क दिक्क अब हामी घर फर्किँदैछौँ हामीलाई अल्छी लाग्यो कति राम्रो घर आफै फुल पनि गयो क्या खुट्टा पनि दुख्यो यही हो साथीहरू यति नै हो भ्लग